संसद भित्रको सामान्य हाँसोलाई लिएर सामाजिक सञ्जालमा साइबर बुलिङ, महिला सांसदहरूलाई सभामुखसँग जोडेर चरित्र हत्या भएपछि संसदमै उठ्यो आवाज। हाम्रो देशको संसद भन्ने बित्तिकै नेताहरू बीचको गाली गलौज र चर्काचर्की मात्र दिमागमा आउँछ होला, तर संसदमा जहिले पनि त्यस्तो कडा वातावरण मात्र हुँदैन। कहिलेकाहीँ निकै रमाइलो र आत्मीय दृश्यहरू पनि देख्न पाइन्छ। केही दिनअघि मात्रै राजसभा नेत्री रिमा विश्वकर्मा र हिजो राप्रपा सांसद खुशबु ओलीको निर्धारित समय सकिएर माइक झ्याप्पै काटिदिएपछि आक्रोशित हुनुको साटो सभामुख डीपी अर्यालतर्फ हेरेर मुसुक्क मुस्कुराएको क्यूट दृश्य सामाजिक सञ्जालमा भाइरल भएकै थियो। तर यही सामान्य मानवीय हाँसो र हाउभाउलाई लिएर सामाजिक सञ्जालमा अहिले निकै क्रूर र नकारात्मक प्रचारबाजी अर्थात् साइबर बुलिङ सुरु भएको छ, जसप्रति संसदमै महिला सांसदहरूले कडा आपत्ति जनाएका छन्। आखिर संसदको यो लाइट मुडको भिडियोलाई लिएर सामाजिक सञ्जालमा कस्तो अनगरल प्रचार भइरहेको छ र किन एमाले सांसदले संसदमै रोइलो गर्नु पर्यो? आजको यस विशेष भिडियोमा हामी घटनाको पूरा नालीबेली खोल्नेछौं। भिडियो अन्तिमसम्म हेर्नुहोला। प्रतिनिधि सभाको बैठकमा महिला सांसद र सभामुख बीचको सामान्य हाँसोलाई लिएर सामाजिक सञ्जालमा भइरहेको नकारात्मक प्रचारबाजी अर्थात् साइबर बुलिङ प्रति सांसदहरूले गम्भीर आपत्ति जनाएका छन्। एमालेकी सांसद यशोदा कुमारी बरालले यस विषयमा संसदमा बोल्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन्। बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बरालले सामाजिक सञ्जालमा भइरहेको अनगर्ल प्रचारले महिला सांसदहरू नै लज्जित हुनुपर्ने अवस्था सृजना भएको बताइन्। उनले संसदमा भनिन्, देशमा अहिले साइबर बुलिङ निकै बढेको छ। 90% महिला सांसदहरूलाई सभामुखसँग जोडेर एउटा सामान्य हाँसोको विषयमा पनि सामाजिक सञ्जालमा नकारात्मक रूपमा प्रचार गरिएको छ। यसले हामी सांसदहरू नै लज्जित भएका छौं। आखिर हाम्रो समाज कता जाँदैछ? म यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाकी सांसद रिमा विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले संसदमा बोल्ने क्रममा आफ्नो समय सकिएपछि सभामुखतर्फ हेरेर मुस्कुराएका थिए र जवाफमा सभामुखले पनि हाँसेर प्रतिक्रिया दिएका थिए। सोही दृश्यलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका भद्दा ट्रोल तथा नकारात्मक टिप्पणीहरू भइरहेका छन्। सांसदहरूले संसदमा मर्यादित प्रस्तुति दिँदै पनि सामान्य मानवीय हाउभाउ र हाँसोलाई गलत रूपमा व्याख्या गरी सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने प्रविधि बढेको भन्दै संसदमा गम्भीर चिन्ता व्यक्त गरिएको छ। हामीले सधैँ बुझ्नुपर्ने कुरा के हो भने संसद भनेको विधिको शासन र कानून निर्माणको सर्वोच्च थलो हो र यहाँका हरेक गतिविधिलाई नागरिकले नियालिरहेका हुन्छन्। तर संसदभित्रको एउटा सामान्य मर्यादित र सकारात्मक दृश्यलाई पनि सामाजिक सञ्जालमा विकृत रूपमा उचालेर महिला सांसदहरूको चरित्र हत्या गर्नु निकै निन्दनीय कुरा हो। राजनीतिक इमान्दारिता र सामाजिक चेतनाको कमीका कारण आज हाम्रो समाज कता जाँदैछ भन्ने कुरा यी ट्रोलहरूले देखाउँछन्। सांसदको कडा नियम र अनुशासन भित्र पनि देखिएको त्यो सौदाहपूर्ण वातावरणलाई गलत भाष्य दिएर साइबर बुलिङ गर्न कानूनी विपरीतको कार्य हो। संसद जस्तो गरिमामय संस्थाका प्रतिनिधिहरूको यसरी अपमान गरिँदा राज्य र साइबर ब्युरो मौन बस्न मिल्दैन। संसद भित्रको सामान्य हाँसोलाई गलत रूपमा व्याख्या गरेर सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने यो प्रविधिले हाम्रो डिजिटल समाजको कुरूप पाटोलाई उजागर गरेको छ। विधिको शासन बलियो बनाउन र महिला सांसदहरूको सम्मान झुकाउनका लागि यस्ता अनगर्ल प्रचार गर्नेहरूमाथि सरकारले कडा कानूनी कारबाही अगाडि बढाउनु आवश्यक छ।